आइस त अनि किन आइस आज कलेज किन आइस किन आयो किन आउँछु भने किन आएको भने हाम्रो नजर हेर्नु त्यो सिधै सिधै हाल्नु छैन के छ सम्धी गुड मर्निङ है गुड मर्निङ हेर न इन्टरभ्यू भिडियो हेर न हेरौँ न गुड मर्निङ है केटा गुड मर्निङ जाबे के छ ब्रेकअप भयो के ल ल ल ल फेरि होइन पोल गर्छु केटालाई तिमीहरूले के भन्नु त्यही त भने एक्लै भनेर आज सम्धि किनभने भएन त अलि हामीले केही भनेको छैन तैँले भन्यो हो र उसले भने जस्तो लाग्यो के छैन कोहीले केही भनेको छैन हुने रहेछ जाऊ 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 अब म जान्न किन भनेर आज तैँले उसले भने जस्तो लागेन म त माथि नै यत्रो समोसा खाने भनेको केटा कसले नि भनेन यत्रो दुईवटा मेरो तिनवटा सो आज हामी चाहिँ सम्झी र म मिलेर जुतिर जान लागेको के केटा हामी चाहिँ कलेजबाट निस्किहाल्यो हाम्रो सम्झीले चलाउँदैछ होइन त्यो सानो पुलबाट जाने भने सम्झे हामी साँच्ची बाइक हिँड्दा बनाएको पुल हो कि यो न पाए मान्छे हिँड्दा बनाएको पुल जस्तो छ सम्झ्यो हेर्दा होइन तर के गर्ने भने ल्यापै सम्झि दुइटा जाप ल्यापै जाम हुँदा चाहिँ सम्झे दुइटा बाइक आयो भने फुल्ली रेकर्ड हान्नु फेरि फुल्ली रेकर्ड हान्नु अनि पुल्ली हान्नु पऱ्यो ल्यापै खाल्टोभित्र छिटो सम्झि कस्तो गनाएको फुल्ली हान्नु बाबै हान्नु छिटो त गर्छ होइन म कहाँ बस्दै जान्छ छिरायो सम्झीले हाम्रो सम्झीले छिराउँछ फेरि अलि हतार हो पार्किङ गर्थ्यो पहिला यो चाहिँ पार्किङ स्थल पार्किङ गयो ल्यापटप उठाउँदा पानीलाई त्यो कुरामा पानी त्यहाँ त अलिकति के त सम्झी ल सम्झी म झर्छु अनि सम्झी चाहिँ पार्किङ गरेर आउँछ अरे हो हाम्रो सम्झी पार्किङ गर्न गइसक्नुभयो म यता छु पार्किङ यस्तो ल सम्झी घुसाउनु छिर्छ सम्झी ल हामी चाहिँ छिरेको इलो भेटर के अरे सम्झी के भन्छ सम्झी इलो भेटर भन्छ अरे हो यस्तो कहाँ लाउँछ लाउनु पऱ्यो नि सम्झ्यो हो चिन्नु पऱ्यो सम्झी कति फ्लोरमा जाने हो चिजाउनु सम्झी दुईमा हो हो एलिभेटर चढेको है सम्झी र म चाहिँ एलिभेटर गाइस हाम्रो जगिङ सम्झीको भलो है क्या हेलो गाइस हामी चाहिँ सम्झी टिकट टिकट अब भाउसम भाउले भने न हो सम्झी टिकट बिथार दियो सम्झी 150 दुईजनाको टिकट काटिदिनु पऱ्यो ल्याप्पै दाजु 500 300 काट क्युआर पाउँ न दाइ दिइहाल्नु होइन सम्झी दिइहाल्नु ल्याप्पै पाराले दाजु कति छ दाइ कहाँ हो मैले देख्दिनँ त क्युआर हो त क्युआर देखाएको छैन यार खोइ क्युआर हो क्युआर चाहिँ यत्रो ठुलो होइन इन्भ्यालिड भन्छ सम्झी इन्भ्यालिड हो ए कुन चाहिँ कुनामा भन् कुना त कुना हो क्युआर भेट्दिनँ खोइ त यहाँ पनि छैन जुती रातिको यता देखाउनु होला है
ट्यागका स्क्यान हान्ने अनि जाने अँ कार्ड देखाउनु ए काट तिनले भन्छ तपाईँहरू खत्रो रहेछ त यहाँबाट त खस्यो हेलो हेलो वेयर आर यु वाटर वाटर भित्र जाने बाटो सम्झी कताबाट जाने सम्झी यता घुम्ने कहाँ जाने हो यहाँ छिटो होला हामी चाहिँ आइटीको हुँदैन होलासम्म तल भित्र पो हाल्नुपर्छ होला दिन्छ नानीहरू पनि सम्झి ओके छ हामी सम्झि ल ल आउनुहोस् हामी चिडियाखाना घुम्ने हो चिडियाखाना हो? जू घुम्ने हो खालि पुसौँ न लगाए हामी चाहिँ जुमा आएको सम्झिएर म चाहिँ जुमा आएको घुम्न जुमा यहाँ पुरा सेल्फी हान्न आएको गाई सेल्फी हामी सकेटा हो होइन सेल्फी भन्दा नि आज हाम्रो चाहिँ यहाँ जुमा घुमिदिउँ न त भने धेरै वर्षपछि बच्चामा आएको थियो आएर त्यो खेलाउनेहरू चाहिँ बच्चामा खेलाउनु मात्र ट्रेल भन्दै दिँदैन ए यो जाने चाहिँ बाटो कहाँ हुन्छ हो यता हो यताबाट घुम्ने होला क्या सायद देख्न सक्नुहुन्छ सेन्ट्रल जू जू चाहिँ नेपालीको जू है गाई ऊ यहीँरहेछ नि सम्झेँ मैले भनेको छु नि हेलिकप्टरवाला हेलिकप्टर के छ नि त लेकिन हेलिकप्टरवाला वाह पिस होला भने सम्झे पनि छ्या छु हानेर छु त्यस्तै हो पिस के हुनु एउटा पिस हुनुपर्ने एउटा सम्झि के छ नामै छैन रहेछ तर केटा हो हामी चाहिँ के हेरेको तर देख्दैन होला होइन सम्झि यसको नाम के हो यो मिर्गा हो यो अर्को के मिर्गा हो यो कस्तुरी होला कस्तुरी हो हो यो चाहिँ कस्तुरी है सम्झे कस्तुरी मिर्गा होइन रहेछ नि त कस्तुरी रहेछ नि हजुर सम्धि हाम्रो बाघ बन्दैछ है टोटलले बाघ बन्दी पनि त छु म पनि यतै छु आज भिड्ने सिङ्गल भिड्ने भएर बाघसँग 1 versus 1 कछुवा रातो बाँदर सम्झि रातो बाँदर के हो राते बाँदर रातो बाँदर यो राते बाँदर सम्झि रातो बाँदर देख्नुभयो रातो बाँदर फिट मङ्के बाँदर खान नखाउनुहोस् यो त के आमा यो त्यसको अवस्था हेर्नुहोस् देख्नु जानु যায় यसको अवस्था जिन्दगी बिन्दास जिन्दगी छ यसको हेर साथी हो यहाँ बाँदरको हेर बिन्दास पाराले बसिरहेको छ चिलो बसिरहेको छ सम्झि चिलोमा यत्तिको चाहिँ हुनु पऱ्यो क्या सम्झि जाडो महिना घाम त अब बाबु अब चाहिँ बाघ हेर्नु सम्झि बाघ हेर्नु जानुपर्छ है बाघ हेर्नु जाने यही हो यताबाट बाघ हो बाघ कहाँ उता गयो सम्झि बाघ त यता पो रहेछ त नि अहिले यसको कन्टेन्ट भनौँ है सम्झि बाघ पाडे बाघ सम्झि पाडे बाघ छवटासम्म डबलु गर्भधारण गर्ने 15 देखि 16 हप्तासम्म म त्यो आज देखाइदिँदैछु आज गाइस जुन हो पाटे बाघ यहाँ देख्न सक्नुहुन्छ पाटे बाघ अर्को भने पोथी तल छ यहीँ सम्झि यो जनक्कै नै यो सनकको सम्धि सम्झिन्छ डुबा यस्तो हो म बाघ हेरेर आएको बाघ हेर्नु भएको सम्झि आयो सम्झि तलतिर
मलाई त एकै गाछमा पो सत्ताउन्न जस्तो पो छ यस्तो बाघ सम्झी तलतिर यस्तो छ यहाँ कस्तो छ हे कस्तो छ सम्झी घुँदैछ है तपाईँले सम्झी खै त्यहाँ घुँदैछ नि फेरि उठाउला हो सम्झी उठाउला एउटा कन्टेन्ट खतरा भन हुन्छ सम्झी हामीले बाघ पनि हेऱ्यो अब के हेर्न जाने हो सम्झी अब हामी के हेर्छौँ भने अझ हामी हेर्छौँ मृग मिर्गा मिर्गा मृग अघि नै देखिसकेको छ गाइस मृग भन्नु मिल्दैन यताबाट जाने बाटो हाम्रो चाहिँ के छ यसमा केही छैन। क्या सम्झी केही छैन होला सम्धि के छ भालु छ र हो सम्झी ए गैडा अरे गैडा गाइज हामी अस्ति नै हामी गइरहेको केन्द्रीय सौरामा गएर हेरिसकेको छ रेल हो सम्झीले गाउँ गइरहेको भयो वनको गैडा हेऱ्यो हो सम्झी फेरि वन गइरहेले हेर्नु बाह्र चाहिँ सम्झीले मुजी के हो पर्साउनु भयो के सबै खाली खाली देख्छु त यार सम्झी के हो जुरिती सकिनु पर्यो यो त बनाउँदै हो क्या सम्झी राइनो भन्नु पर्यो राइनो अनि यो फेरि ठिन्नै पर्छ भित्र अब हामी चाहिँ यहाँ गैडालाई फिडिङ गर्नु गइराखेको छ होइन ल दाइ फिडिङ गरिदिनु होला के हो दाइ तपाईँहरूले त केही गर्दैन क्या गैडाले ल केही नगरिरह हौ गैडा हाम्रो दाइले चाहिँ घाँस फिटिङ गरेर सक्दैन भने भन्नु म गएर हालिदिन्छु उतापट्टि सम्झी हालिदिन्छ फेरि घाँस त्यहाँबाट हेर्नु मिल्दैन सम्झ हामीले पुरै सक्यो त्यस्तो चाहिँ कता छ नि जम्दी फिटिङ हुँदैछ सम्झी फिटिङ दामी भयो हामी चाहिँ स्टार्ट गरेको है सम्झी त आफ्नो भिडियोमा बाघ हेर्दैछ अघि रेल बाघ हेरेर पनि हामी गाइस रेल बाघ हेरिसकेको छ सम्झीलाई पुगेन भने फोनमा रेकर्ड गरेर हेर्दै हुनुहुन्छ हेर्दैछु म हामी विश्राम गरेको अहिले चाहिँ त्यो अगाडि पोखरा छ पोखरी छ होइन बोटिङ हाल्दैछ होइन सम्झिँदै हेर्नु न बोर्डिङ आउँछ बोटिङ गर्दैछ यता हाम्रो दिदीहरू टिकटक बनाउँदैछ दिदी के भन्नु होइन साउन्ड सुन्नुभयो केटा हौ चलाचुरीको साउन्ड अब हामी गाइस सम्झी एउटा खतरा देखाउने वाला छ उयो गर्नु आज गाइज म हजुरहरूको एकदम फेभरेट देखाउने वाला छु हजुरको एउटा सबैभन्दा राम्रो त्यो हो चिम्पान्जी जाउँ जम सम्झी ब्राउन सम्झी हामी चाहिँ यताबाट हिँड्दा चाहिँ बाटो चाहिँ उता हो है हामीलाई नो रुल्स होइन सम्झी हाम्रो पनि राख्दैन ठ्याक्कै यहाँ देखाउनु पऱ्यो क्या ठ्याक्कै यति आएर सम्झी जाँदैछ हाम्रो सम्झी यता यता यो हो कालो डेरु चिम्पान्जी कालो डेरु भन्छ यसलाई कालो डेरु चरा पनि छ नि सम्झी फेरि यो माथि चिरिक चिरिक बनाउँदैछ हात दुखेर सम्झी उसको हात दुखेर यहीँ जा भाइ यहीँ जा हात दुख्यो आउँछ ती म लिएर आउँछु नि कि करेन्ट लागेको दामी गर्दा आमामा समाति क्याच गर्छ त के हो यो त यसलाई क्रिकेट खेलाउन लानुपर्ने छ यसले चाहिँ खेल्छ कि अहिले क्याच गर्छ सम्झी क्याच खतरा हाने यसले कसरी समात्छ यसले यसको हातै तल छ एउटा एउटा माथि छ लैजा समात समात्दैन कर्तव्य नै देखाएन क्या ऊ सम्झ्यो क्याच गर्छ क्याच 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 छोरी उड्यो गाउँ सम्झि अब हिँड्नु या सम्झे ल
यो के हो सम्धि थाहा छ तपाईँलाई यो के हो सम्धि थाहा छ के रहेछ सम्धि हो यो जति पनि देखिरहेको छ नि गाई यो भनेको मोमो मोमो है मोमो फुल्ली मोमो हो यो हजुरहरूले देख्नु सक्नुहुन्छ दिनमा 4-5 प्लेट त गइन्छ दिनमा 4-5 यो धराको मोमो मोडी दिदीको मोमो यही हो यही देख्नु सक्नुहुन्छ मोमो बवाल छ लजाउ सम्धि सुनिता सो गाइज हामी चाहिँ अहिले आइसकेको छौँ पाण्डाज मङ्की यसले भन्छ पाण्डाज बाँदर ए 50 हो सम्धि पाण्डे 50 यहाँ जा। 50 मादा चिनिस मलाई चिनिस यसले चिनेको छैन जस्तो लाग्यो चिनिस आउ चुरी खाऊ सम्धि चुरी खाऊ सुर्खाउ भन्ने त यसले बुझ्छ होला किनकि यो कसको प्रजाति हो यस्तो डेन्जर मेरो लेभलमा दौडिन सक्ने मसँग भिड्नु सक्ने भनेको यही मात्र हो अरू कुनै छैन अहिलेसम्म सम्धि फिट हान्न सक्छ सम्धि सक्छ फिट हान्न सक्छ कसैले मैले के को मासु खाएको है हेर बाबु तिमी भनेको अरूको मासु खाने हो ल्याएर खाने हामी भने के अरे लडेर खाने जुतेर खाने हो त्यो आए सम्धि उड्यो के उड्यो? खेल्न उड्यो सम्धि सम्धि यहाँ पानी कसरी आउँछ हेर्नु न खोइ थिच्ने हो सन्तन भित्र शुद्ध अपु सम्धि नेपाल। होइन तर्साउँछ त हौ अन्डा फेरि यसको त 15 देखि 18वटा ओइ तर्साउँछ हौ सम्धि ए म त कसले के गरेन माथिबाट हान्नु न सार्लाङ देखाएको छैन सम्धि यसको खुट्टा हेर्नु न खुट्टा खुट्टाको नलिवा त हेर्नु न सम्धि ओ यसको ओए त्यसले त लात हान्यो भने त्यसको खुट्टा ऊ पक्कै हुन्छ तर डन्डीले हानेको जस्तै हो त्यहाँ कता दौडिन्छ नि अस्ट्रिच जुम्यान्जी त जङ्गल भेट्नु भयो होला नि सम्धि माथिबाट हान्नु पऱ्यो क्या सम्धि है यो भनेको बाहिर जाने गेट हो यहाँभन्दा उता गयो कि 150 रुपियाँ एक्सपायर तर हामी चाहिँ बाहिर गएर भित्र आउँछौँ हामी देख्यो नि गाइस या हो अब हामी फेरि भित्र जाँदैछ हामीले हाम्रो टिकटको चाहिँ रियुज गरिसकेको छ सदुपयोग गरेर सदुपयोग हुन्छ